हेलो दाजु, ढोक गरे आराम हुनुहुन्छ? अनि सबै भाउजू बालबच्चा सबै आराम हुनुहुन्छ? ठिक छ ठिक। अनि हजुरले हिजो फोन गर्नुभएको थियो मलाई, भाइ अब एउटा बिमाको बारेमा, आफ्नो बिमाको बारेमा चाहिँ सोच्नु पर्यो। अनि के छ, कुन चाहिँ प्लान राम्रो छ, म आफ्नो बिमा गर्न चाहन्छु। एउटा चाहिँ आजीवन बिमा छ भन्दैछन्, त्यो कस्तो बिमा होला भनेर तपाईँले मलाई सोध्नु भएको थियो। म व्यस्त हुँदाखेरि मैले तपाईँलाई साँझ फोन गर्छु भने साँझ तपाईँको मोबाइल स्विच अफ थियो। मैले साँझ फोन गर्दा मोबाइल स्विच अफ थियो। अनि सुन्नु न दाजु, हजुरको चाहिँ उमेर होइन 2034 साल हो है? 34 छ 14 34 छ। हजुरले कति हजार वर्षमा कति हजार तिर्ने जति गर्न सक्नुहुन्छ दाजु? त्यही 70-75 हजार। म हिसाब हेर्दैछु है एकछिन। हजुरको वर्ष 10 लाख। दाजु, हजुरको चाहिँ 15 वर्ष बिमा योजना गर्दा 78,430 रुपियाँ आयो है। यो आजीवन जीवन बिमा योजना हुन्छ। यसलाई चाहिँ नेपाल लाइफ इन्सुरेन्सको सबैभन्दा सर्वाधिक हिसाबमा विश्वास गरिएको बिमा योजना भनेको जीवन सहारा बिमा योजना हो दाजु। यो जीवन सहारा बिमा योजनाको वास्तविक विशेषता के छ भने, हजुरको जीवन बिमा जो चाहिँ तपाईँको 10 लाखको 15 वर्षे अवधिको हुन्छ। बिमाङ्क चाहिँ तपाईँको 10 लाख हुन्छ, अवधि 15 हुन्छ, बिमा शुल्क 78,000 आयो भने बिमाको तपाईँले प्रत्येक वर्ष पाउने बोनस दर पनि राम्रो छ। बिमा योजनामा यो हाम्रो 1 लाखको बिमा गर्दा हजुरले 6500 रुपियाँ बोनस छ। हजुरले 10 लाखको गर्दा 65,000 प्रत्येक वर्षको बोनस हुन्छ दाजु। अनि यो के छ भने, यो बिमा अवधिसम्म हजुरले बिमा शुल्क भुक्तानी गर्नुहुन्छ। बिमा शुल्क भुक्तानी गरिसकेपछि बिमा अवधिसम्म सकुशलतामा दाजुले चाहिँ बिमाङ्क प्लस, बिमा अवधि पुरा भएपछि बिमाङ्क प्लस आर्जित बोनस गरेर, अब अहिलेको बोनस दरको आधारमा तपाईँले 19,75,000 हुन्छ। अब बोनस दरमा चाहिँ कहिले पनि यकिन भन्ने हुन्न। यसमा चाहिँ कहिले थप हुन्छ त कहिले घट्न पनि सक्छ। अब यो चाहिँ थपघट गरेर तपाईँले बिमा योजना अनुसारको बोनस पाउने हो। बिमाङ्क प्लस बोनस पाउनुहुन्छ दाजु। अनि यो बिमाङ्क र बोनस पाइसकेपछि अब यो बिमा तपाईँको सिद्धियो। तर अरू बिमा योजना, स्वाभाविक बिमा योजनामा बिमा सिद्धिन्छ, अझ पनि तपाईँको यो बिमा चालु नै रहन्छ। जतिखेर तपाईँको उमेर बढी भइसकेको हुन्छ, अर्को बिमा गर्नुपर्ने अवस्था अब नहुन सक्छ होइन। आम्दानी पनि पछि चाहिँ बुढेसकालमा हुन सक्दैन। त्यो भएर यो बिमा योजना राम्रो बिमा योजना छान्नु भयो पछि कम्पनीले तपाईँलाई एउटा चिठी दिन्छ, तपाईँको आजीवन बिमा चलिरहनेछ र हामी मानिसमा कोही पनि अजम्मरी छैनौँ दाजु है। एक दिन न एक दिन सबैजना चाहिँ यो संसारमा रहने होइन है। जस्तै हामी अजम्मरी नभएकै कारणले गर्दा यो पछि पनि बिमा चलिरहन्छ। भोलि कुनै बेला हामी रहेनौँ भने अब हजुरले इच्छाएको जो राख्नुभएको हुन्छ, भाउजी या छोराहरू जो राख्नुभएको हुन्छ, उहाँहरूले चाहिँ भोलि बिमाङ्क बराबरको रकम, बिमाङ्क रकम पाउनुहुन्छ। तर 70 वर्षभन्दा अगावै कुनै किसिमको त्यस्तो दुर्घटनाबाट अप्रिय समस्या भएछ भने बिमाङ्क प्लस दुर्घटना लाभ गरेर 20 लाख रुपियाँ पाउनुहुन्छ उहाँहरूले। र यो एउटा यो भोलिसम्म चलिरहने आजीवन जीवन बिमा हो। र यो चाहिँ तपाईँको बिमा अवधि अगावै कुनै किसिमको दुर्घटनाबाट अप्रिय समस्या भएछ भने बिमाङ्क प्लस त्यहाँसम्मको आर्जित बोनस प्लस दुर्घटना लाभ गरेर पाइन्छ है। अब 20 लाख प्लस बोनस पाइन्छ। तर नेचुरल हिसाबमा कुनै किसिमको रोगव्याध लागेर बिरामी भएर हाम्रो शेष भएछ भने बिमाङ्क प्लस आर्जित बोनस पाइन्छ। र यो दुर्घटनाबाट पनि कुनै कारणले भोलि दुर्घटना भयो, दुर्घटनाबाट पूर्ण रूपमा अशक्त अपाङ्ग भएर बच्नु पर्यो भने यसमा बिमा शुल्क छुट सुविधा छ। बिमा शुल्क जो हजुरले तिर्नुहुन्छ नि त हो, त्यो रकम तिर्नु पर्दैन। त्यो रकम कम्पनीले बेहोरिदिन्छ र तपाईँलाई बिमाङ्कको लाई 120 मा भाग गरेर मासिक रूपमा तपाईँको कम्पनीले पेन्सन पनि दिन्छ। बिमा शुल्क छुट सुविधा पनि हुन्छ। बिमा अवधि पुरा भइसकेपछि, बिमा अवधि जब पुरा हुन्छ, पुरा भइसकेपछि तपाईँले बिमाङ्क र बोनस पाउनुहुन्छ। फेरि पनि तपाईँको बिमा चलिरहन्छ। तर पहिला दुर्घटना लाभको सुविधा लिएको कारणले पछि दुर्घटना लाभ सुविधा भने पाउँदैन। यो अब
यो एउटा अति उत्तम बिमा योजना हो र यसमा तपाईँलाई 3 वर्ष पुरा भयो भने 3 वर्षपछि तपाईँलाई आवश्यकता पर्यो भने सहुलियत कर्जाको रूपमा वार्षिक ब्याज दर 10% हुन्छ। त्यो तपाईँको त्यतिखेरसम्म जति भुक्तानी गर्नुभएको छ त्यो आधारमा कम्पनीले चाहिँ तपाईँलाई ऋण सुविधा पनि दिन्छ। जो ऋण सुविधाको तपाईँले 6 महिनामा चाहिँ त्यही 10% को हिसाबले आउने ब्याज दर तिर्नुहुन्छ र त्यो चाहिँ तपाईँको आवश्यकता अनुसार फेरि भोलि पनि बिमा भुक्तानी गर्दै जानुभएको छ, ऋण पनि थप्दै जान सक्नुहुन्छ र यसलाई आवश्यकता आफ्नो टर्यो, भोलि पैसा कहीँबाट उपलब्ध भइहाल्यो अथवा आजै ऋण लिनुभयो भने यसको केही 6 महिना 2 महिना 1 महिना 10 दिन पछि पनि तपाईँले भुक्तानी गर्न सक्नुहुन्छ। त्यहाँसम्मको मात्रै ब्याज लाग्ने हो। यो अन्य यसमा सेवा शुल्क केही पनि लाग्दैन। यो लोन लिँदाखेरि तपाईँको सक्कल बिमा लेख, नागरिकताको प्रतिलिपि अनि चाहिँ तपाईँको त्यसमा लाग्ने 10 रुपियाँ हुलाक टिकट हो। त्योभन्दा अरू के लाग्दैन। यो चाहिँ अहिले तपाईँको हाम्रो कम्पनीले डाइरेक्ट तपाईँको खातामा पैसा हालिदिन्छ। त्यो खाताबाट आफ्नो उपभोग गर्न सक्नुहुन्छ। आवश्यकतामा ल्याएर अब भोलि चलाउन सक्नुहुने भयो, आफूसँग उपलब्ध भयो भने त्यो चाहिँ भुक्तानी गर्न सक्नुहुने भयो। यो धेरै राम्रो योजना हो दाजु। तपाईँले भनेको यही हो हैन। आजीवन बिमा योजना हजुरले यो गर्न पनि सक्नुहुन्छ। यो के हो भने मासिक रूपमा हामीले गर्दै जाने बचत, दैनिकी बचत, फाल्तु खर्च घटाएर यो गर्नुपर्ने हो। यो भनेको हजुर हामी हुँदा र नहुँदा पनि पछि पाउने, जीवनकै एउटा हिन्दीमा उखान छ, जीवनकै साथ में जीवन के बाद में भन्ने। यो एउटा चाहिँ पहिल्यै पनि पाउने र पछि पनि पाउने बिमा योजना हो। धेरै सर्वोत्कृष्ट बिमा योजना हो जसको हाम्रो जीवन सहारा बिमा योजना भनिन्छ यसलाई हैन। यो चाहिँ लिनुहोस्। ठिक छ, हजुरले बचतको एउटा बानीको विकास पनि हुन्छ। हजुरको यत्रो चाहिँ उमेर भइसक्यो, 49 वर्ष हुन लाग्नुभयो। अब यो चाहिँ भोलि तपाईँको बुढेसकाल लाग्छ। अहिले त कमाइराख्नु भएको छ, भोलि कमाइ टुट्न सक्छ। कमाइ नभए आफूमा भोलि अशक्त अपाङ्ग किसिमको अवस्था पनि आउन सक्छ, कुनै रोग लाग्न सक्छ। आफूमा अप्रिय भयो भने भोलि भाउजू र बालबच्चाका लागि पनि सपोर्ट हुन्छ। हजुरको बाबु नानीहरू बरु सानै छन् हैन, उनीहरूले के गरेर खाने भोलि कहाँ काम गर्न जाने? उति लालाबालाहरू स्कुल जाने कि काम गरेर कमाएर खाने? हामी नुहाउँदा पनि अब धारामा पानी चलाउनै पर्ने हुन्छ, बत्ती बाल्नै पर्ने हुन्छ, चाडबाड आउँछ, चाड तिहार आउँछ हैन। यो चाहिँ भोलि त्यो त कोही पनि रोकिन्न नि है। अब बाबुहरूको शिक्षा पनि रोक्न मिलेन, स्वास्थ्य सुविधा अपर्झट हुन सक्ने त्यो पनि रोक्न मिलेन। भोलि भाउजूलाई कुन आपदा आइपर्छ भन्नुहोस् त? हो, त्यो हिसाबले बिमा गर्नु राम्रो हो दाजु। हजुरले राम्रो सोच राख्नुभयो। यसमा भन्नुहोस् बरु कहिले गरौँ? हजुर यही महिना हुन्छ नि। ठिक छ, हजुरले मलाई तपाईँको आवश्यकता पर्ने कागजात, नागरिकता अथवा चाहिँ तपाईँको राष्ट्रिय परिचय पत्र वा चाहिँ तपाईँको मतपत्र जे उपलब्ध छन् त्यो पठाउनुहोस्। अनि इच्छाको भाउजूलाई राख्नुहुन्छ या छोराहरूलाई? भाउजूलाई राख्ने ल ठिक छ, भाउजूको नागरिकता पनि पठाइदिनुहोस्। अनि हजुरको फोटो पठाउनुहोस्। हजुर चाहिँ यहाँ आउन सक्नुहुन्छ भने तपाईँ त यहाँ नजिकै लम्की हुनुहुन्छ, सकेसम्म यहाँ आउनुहोस्। नभए म लम्की आउँछु, तपाईँलाई त्यहीँ बिमा गरेर बिमा अफिसमा गएर बिमा गरेर तपाईँ जान सक्नुहुन्छ। बिमा शुल्क वर्षको एकचोटि तिर्ने हो दाजु। 6 महिना तिर्न पनि गर्न सकिन्छ, तर चाहिँ तपाईँले वर्ष एक गर्दाखेरि केही छुट हुन्छ। अनि भोलि अर्को वर्ष तिर्ने समयमा 28 दिन पछिको समय पनि राखेको हुन्छ, तर चाहिँ 3 महिना अगाडि पनि तिर्न सक्नुहुन्छ। यो बिचमा तपाईँले जतिखेर आफूसँग उपलब्ध पैसा छ त्यो गर्न सकिन्छ। हुन्छ दाजु, हजुरले त्यसो भए के गर्नुहुन्छ? भोलि आउनुहुन्छ या म त्यहीँ आउँ? ल ठिकै छ, यहीँ आउने, टिकापुर आउनुहुन्छ? ल ठिक छ, टिकापुर आउनुभयो भने तपाईँको मेरो पसल देख्नु भएको छैन भने यो इलाका प्रहरी कार्यालय अगाडि देवकोटा बुक्स भन्ने पनि छ, त्यहाँ हाम्रो एजेन्सी म्यानेजरको कार्यालय पनि छ र यहाँ पनि आउन सक्नुहुन्छ। या नेपाल लाइफ इन्सुरेन्सको अफिसमा पनि म गइरहेको हुन्छु र तपाईँले त्यहाँ पनि आएर बिमा बारे बुझेर त्यहीँ हाम्रो यहीँ अफिसबाट एकै दिनमा उपलब्ध हुने फाइल लिएर जानुहुन्छ, बिमा गरेर जानुहोस्। हुन्छ दाजु, हजुरले त्यही गर्नुहोस् त है। भोलि आउनुहुन्छ होइन? ल ठिक छ, हुन्छ दाजु, हुन्छ हजुर, ओके, हुन्छ दाजु, हुन्छ ढोक्छ दाजु, हुन्छ।